12 गाउँ छक्का पञ्जा 5 बाटो रोड टु डेथ मोदी बेनी लगायतका नेपाली मुभीहरूको लागि वेटमा हुनुहुन्थ्यो भनेदेखि अब तपाईहरुको लागि खुसीको खबर छ। यी सबै नेपाली मुभीहरूलाई तपाईले अब घरमै बसेर फ्रीमा या केही पैसा तिरेर हेर्न सक्नुहुने भइसकेको छ। यी नेपाली मुभीहरूलाई कहाँ र कसरी हेर्ने भनेर जान्नको लागि भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। सुरु गरौँ युट्युब रिलिज हुन लागेको 2 नेपाली मुभीबाट। फर्स्ट मुभी रहेको छ मोदी बेनी। हाम्रो जोडी तोडिदैन पुगेमा। पण्डितले भन्नुभएको कुरा बिर्सनु भो? अनिष्ट होला जस्तो छ सिम्बालबा। हैन कस्तो अनिष्ट भनेको हो बाजे? शिवाकोटी, प्रवीण खतिवडा, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेती आदिको अभिनय देख्न पाउने छौं भनेदेखि मुभीले सोशल लभ स्टोरी हरर जनराको रहेको छ। भने मुभी सोशल लभ स्टोरी हरर जनरामा बनेको छ भनेदेखि मोदी बेनी मुभीलाई तपाईहरुले भोलि चैत 29 गते शुक्रबारबाट ओएसआर डिजिटल युट्युब च्यानल मार्फत हेर्न सक्नुहुनेछ फ्रीमै। यदि यो मुभीको लागि वेटमा हुनुहुन्थ्यो भनेदेखि अवश्य हेर्ने कोसिस गर्नु होला। त्यसैगरी नेक्स्ट मुभी रहेको छ बाटो रोड टु डेथ। यो मुभीमा हामीले मिथिला शर्मा, पशुपति राई, आशान्त शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा आदिको अभिनय देख्न पाउने छौं भनेदेखि यो मुभीले एउटा हार्ट ट्रान्सप्लान्टको लागि गरिएको रोड ट्रिपलाई देखाउन खोजेको छ र मुभी एकदमै गजब बनेको छ। मेरो लागि चाहिँ मैले अहिलेसम्म नेपाली मुभी इन्डस्ट्रीमा यतिको लेभलको सिनेमेटोग्राफी चाहिँ देखेको थिएन। एकदमै बवाल सिनेमेटोग्राफी देखिन सक्छौं यो मुभीमा हामीले। र मुभीको स्टोरी पनि केही युनिक नै रहेको छ। मुभीको लागि वेटमा हुनुहुन्थ्यो भनेदेखि तपाईहरुको लागि खुसीको खबर छ। यो मुभीलाई तपाईले यही वैशाख 1 गतेबाट हेर्न सक्नुहुने भइसकेको छ। वैशाख 1 गते सोमबारबाट ओएसआर डिजिटल युट्युब च्यानल मार्फत बिल्कुल फ्रीमै हेर्न सक्नुहुनेछ। मुभी एकदमै गजब बनेको छ। हेर्ने कोसिस गर्नु होला अवश्य। त्यसैगरी नेक्स्ट मुभी रहेको छ छक्का पञ्जा 5। 7-8 जनासँग लभ पर्यो। डीप लभ मात्रै। दीपक राजगिरी, केदार घिमिरे, वर्षा शिवकोटी, राजाराम पौडेल आदिको अभिनय रहेको मुभीमा भने हामीले पोलिटिकल सोशल कमेडी देख्न सक्छौं भनेदेखि मुभी यही दशैंमा रिलिजमा आएको थियो र मुभीले राम्रै कमाई गर्न सफल भएको थियो। र यदि यो मुभीको लागि वेटमा हुनुहुन्थ्यो भनेदेखि अब तपाईहरुको लागि खुसीको खबर छ। यो मुभीलाई पनि तपाईले यही वैशाख 1 गते सोमबारबाट एमएसएम भिडियो एप मार्फत 250 देखि 500 रुपैयाँसम्मको प्याकेज लिएर हेर्न सक्नुहुने भइसकेको छ एमएसएम भिडियो एप मार्फत यही वैशाख 1 गते। यो मुभी यो भन्दा अघिल्लो पार्टहरु जतिको नभए तापनि मुभी राम्रो बनेको छ। अवश्य हेर्ने कोसिस गर्नु होला यदि वेटमा हुनुहुन्थ्यो भनेदेखि। त्यसैगरी नेक्स्ट मुभी रहेको छ 12 गाउँ। विराज भट्ट, समीर भट्ट, सनिसा भट्टराई, मुरलीधर आदिको अभिनय रहेको मुभी एक्सन ड्रामामा फोकस गरिएको छ र मुभीको एक्सन एकदमै गजब गरी खिचिएको छ र समीर भट्टको विशेष गरी समीर भट्टको एक्सन चाहिँ मुभीमा एकदमै राम्रो देख्न सक्छौं। र मुभीले पनि रिलिज टाइममा गत दशैंमा एकदमै राम्रो परफर्म गरेको थियो। भने यो मुभीलाई पनि अब तपाईहरुले चाँडै नै यही वैशाखको अन्तिम सातासम्म नै एमएसएम भिडियो एप मार्फत 250 देखि 500 रुपैयाँसम्म तिरेर हेर्न सक्नुहुने भइसकेको छ। रिलिज मिति भने फिक्स भइसकेको छैन तर मुभी यही वैशाखको अन्तिम सातासम्म रिलिज हुने पक्का पक्की रहेको छ। त्यसैगरी मम्मी, सेन्टी भाइरस, 1155, सती देवी जस्तो मुभीहरूलाई पनि एमएसएम भिडियोले रिलिज गरिसकेको छ र यी मुभीलाई पनि 250 देखि 500 रुपैयाँसम्म तिरेर अवश्य हेर्ने कोसिस गर्नु होला। राम्रो मुभीहरू रिलिज भइरहेको हुन्छ भने ज्वाइँ साहब, देवी जस्ता मुभीहरूलाई चाँडै रिलिज गर्ने तयारी गरिरहेको छ एमएसएम भिडियोले। यसैले पनि एमएसएम भिडियो अहिलेसम्म डाउनलोड गर्नु भएको छैन भनेदेखि डाउनलोड गरेर नयाँ नेपाली मुभीहरूलाई हेर्ने कोसिस गरिहाल्नु होला एमएसएम भिडियो मार्फत। त्यसैगरी फाइनली धेरै टाइमको पछि सिनेमा घर एपले पनि केही नयाँ मुभीहरू रिलिज गर्ने तयारी गरिसकेको छ र पोस्ट पनि हालिसकेको छ। सिनेमा घरको पोस्ट अनुसार यो नयाँ वर्षमा केही नयाँ नेपाली मुभीहरू रिलिज गर्ने तयारी गरिएको बुझ्न सकिन्छ र यो नयाँ वर्षमा बोक्सीको घर हुने सम्भावना धेरै नै बढिरहेको छ। तर यही मुभी चाहिँ रिलिज गर्छ भन्ने फिक्स भने छैन तर पनि बोक्सीको घर रिलिज हुने धेरै नै सम्भावना छ। तपाईहरुलाई भने के लाग्छ सिनेमा घर एपले कुन चाहिँ मुभी रिलिज गर्ला कमेन्ट बक्समा गएर कमेन्ट गर भने नबिर्सिनु होला। आजलाई भने यति नै। अब भने हाम्रो भेट नेक्स्ट भिडियोमा हुने छ। त्यतिखेरसम्म भने यस्तै मुभीहरुको अपडेट र मुभी रिभ्यू जान्नको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, टेक केयर।